गर्न चाहन्छु। ओम सभाभ्यो सभापति विश्वो नमो नमः। इस कार्यक्रम संचालक जी, इस समिति का परमात्मा ओझा गुरुजी, काली मंदिर का अध्यक्ष एवं नेपाल ज्योतिष परिषद मोरङ जिला का अध्यक्ष श्री राजेन्द्र ढकाल गुरुजी, हाम्रो कार्यक्रम का अंतर्राष्ट्रीय संत बौद्धिक मंच का 193 देश का कोऑर्डिनेटर साथै विश्व वैदिक गुरुकुल फाउंडेशन का युवराज आचार्य महासचिव जी, नागरिक समाज कोशी प्रदेश का संयोजक राजन गौतम जी, भट्टराय जी र चन्द्रेश्वर चौधरी हाम्रा कार्यक्रम का संयोजक जी र यहाँ उपस्थित हुनुभएका मैले मान्नुपर्ने हजुरआमाहरू, आमाहरू, दिदी, काकी, बहिनी, भाइ बहिनी सबैलाई र सम्पूर्ण भजन कीर्तन टोली समस्त भजन सञ्जाल सुन्दर हरेचालाई मेरो तर्फबाट, हाम्रो संस्थाको तर्फबाट र सम्पूर्ण ओमकार परिवारको तर्फबाट हृदयदेखि नमन अर्पण गर्दछु। न्यानो नमस्कार। भनिएको छ शास्त्रमा के छ भने कलौ सङ्घीय शक्ति कलियुगमा एक्लै हिँडेर कसैले पनि चिन्दैन। सत्ययुगमा ऋषि एक्लै तपस्या गर्दा हुन्थ्यो, तर कलियुगमा सबै एकजुट भएर हिँडुन्जेल कसैले पनि चिन्दैन। यसै क्रममा हामीले आजको यो पुनित पावनी अवसरमा यहाँ नौमती बाजाका आमाहरू पनि हुनुहुन्छ, यहाँहरूलाई पनि म अहिले निम्तो गर्छु। हामी 2082 साल असार महिनाको 27 गते रामधुनी मन्दिर भनेको कुन मन्दिर हो त भन्दाखेरि साक्षात् रामचन्द्र भगवानले धरतीमा पहिलो पटक, सम्झिनु होला हाम्रो देश कस्तो छ, धरतीको शिर नेपाल हो, साक्षात् जगदम्बिका परमात्मा कल्याणको देश नेपाल हो, विश्वको महाज्योतिर्लिङ्ग पशुपतिनाथ शालिग्राम गण्डकी नन्दन, त्यसै गरी धरतीको पहिलो तीर्थ बराह क्षेत्र हुँदै गर्दा रामधुनी अहिले ओझेलमा परेको छ। हाम्रा नेपालका धर्म भएका हाम्रा संस्कारहरू संस्कृतिहरू सबै हराउन थालेका छन्, त्यसको लागि जगेर्ना गर्न हामी अनपर हिँडिरहेका छौँ। यही क्रममा हामीले रामायण सर्किट भनेको राम भगवानले टेकेको भाइलाई टेकेको ठाउँ जति सबैले रामायण सर्किटमा अयोध्या होस्, चित्रकूट होस्, जनकपुर होस् अथवा कुनै पनि ठाउँ विश्वमा यदि राम पुग्नु भएको छ भने त्यो ठाउँमा चाहिँ रामायण सर्किट भारत सरकारले बनाउँदै गरेको हामीले पनि थाहा पाएर त्यहाँ केही कुराहरू आजभन्दा 10-12 वर्ष अगाडि पहल गर्दै थियौँ। अहिले संयोगले हाम्रो 193 देशमा हाम्रा संस्थापक व्यक्तित्वहरूको एउटा समूह सन्त समाज भनेको विश्वभरिका सन्तहरूको सन्त अन्तर्राष्ट्रिय सन्त बौद्धिक समाज बौद्धिक मञ्चका चाहिँ महासचिव र त्यसै गरिकन हाम्रो वैदिक गुरुकुल फाउन्डेसन विश्व वैदिक गुरुकुल विश्वभरिमा गुरुकुल जति छन् त्यसको जगेर्ना गर्नुपर्छ। नेपाल भनेको वेदको भूमि हो, तपभूमि हो, भूमि हो र भारतवर्ष नेपाल र भारतको संस्कृति मिल्छ। त्यसैले रामायण सर्किटमा हामीले यो रामधुनीलाई जोड्नका लागि के गर्नु पर्यो त भन्दाखेरि रामायण सर्किटमा जोड्नका लागि त हामीले भयो त भएन, हामी त त्यो रामायण सर्किटको टिम, भारत सरकारको टिम, अन्तर्राष्ट्रिय टिम, नेपाल सरकारको सबैलाई जोड्नुपर्ने भयो। त्यसका लागि हामीले 2082 साल असार 27 गते शुक्रबारका दिनलाई एउटा कार्यक्रमको आयोजना गरेका छौँ। नेपाल राष्ट्रका जगतगुरु कमलनयनाचार्य महाराज, देवराज आनन्द स्वामी लगायत यहाँ भएका सम्पूर्ण नेपालका साधु सज्जन गुरु, नेपाल सरकारका लब्ध प्रतिष्ठित व्यक्तित्व, बुद्धिजीवी, भद्र भवानी, धर्म संस्कार संस्कृतिका सम्पूर्ण महानुभाव, अनेक जात जाति भाषा भाषी नौमती बाजा धेरै छन्, सबैको ध्यानमा हामी गयौँ भने त्यहाँ डिस्कभरी च्यानल पनि आउँदैछ। जुन डिस्कभरी च्यानल भनेको लन्डनमा त्यसको मुख्य कार्यालय छ, त्यहाँबाट पनि आउनुहुन्छ। त्यसै गरिकन नेपालका मात्र नभई भारतका शङ्कराचार्यहरू मध्येबाट कुनै न कुनै एकजना शङ्कराचार्य, 14 जना महामण्डलेश्वरहरू, त्यति मात्र नभएर चाहिँ चाणक्य, योगी आदित्यनाथदेखि लिएर धेरै व्यक्तित्वहरूको त्यहाँ आगमन हुँदैछ। र मध्य प्रदेश सरकारका त्यहाँ क्याबिनेट मन्त्री आउँदै हुनुहुन्छ, लल्लीजी महाराज जो हुनुहुन्छ उहाँ भारत सरकारका रामायण सर्किटलाई जोड्ने व्यक्तित्व हुनुहुन्छ। त्यस दिन जतिजना त्यहाँ उपस्थित हुन्छौँ, जतिवटा ज्ञानहरू त्यहाँ उपस्थित हुन्छ, जति हाम्रो संस्कार देखाउँछौँ, त्यति छिटो नेपालको धर्म संस्कार संस्कृतिमा पर्यटन भित्रिनुहुन्छ। र भोलि समस्त भजन सञ्जाललाई पनि त्यो डकुमेन्ट्रीमा समावेश गर्नका लागि आफ्नो
आफ्ना आफ्ना भजन कीर्तन टोलीका यहाँका समस्त भजन सञ्चालक फाल्टे बिहान नौमती बाजाको साथमा यहाँहरूले हामीलाई सहयोग गरिदिनुपर्छ। त्यो कार्यक्रम एकजनाको होइन, नेपाल राष्ट्रका नेपाल सरकारले नै पनि त्यो कार्यक्रमको आयोजना गर्न अरबौँ रुपियाँमा पनि नसक्ने कार्यक्रम हामीले आज तयारी गरिरहेका छौँ। यहाँहरूले आफ्नो ठाउँको गरिमा बढाउने भनेको आफ्नो ठाउँको ब्यानरमा लोगो हुन्छ, आफ्नो ठाउँको वडा कार्यालय वडाको बारेमा थाहा हुन्छ। त्यसैले आफ्नो आफ्नो यसरी वेशभूषामा सजिएर पाल्नु हुनका लागि म हृदयदेखि आमन्त्रण गर्न चाहन्छु। असार 27 गते हामी झुम्टा बजारको शनि मन्दिर महत्त्वको छेउमा बस्छौँ। त्यहाँबाट घोडा हात्ती अब कतिसकेको त्यसमा गुरुजीहरू महात्माहरू सन्तहरू महत्त्वमा हामीसँगै त्यहाँबाट रामधुरीसम्म कलश शोभायात्रामा जान्छौँ र आफ्ना आफ्ना कलश पनि लिएर आउनु होला। त्यहाँ सन्त महादेवहरूको आशीर्वाद परेको त्यो कलश ल्याउँदा मात्र पनि कति आफ्ना सौभाग्य खान सकिन्छ होला। त्यसको कलश सहित हजुरहरू आफ्नो वेशभूषामा आउनु होला। अनि दाजु बुवाहरूले पनि झन्डा ओङ्कारको छ भने छ तपाईँ हामी झन्डाको व्यवस्था गर्छौँ त्यहाँ पाल्नु होला भन्नका लागि हामी निम्तो गर्दै आएका हौँ। अब धार्मिक प्रवचन पुराण भएर त कहिले सकिँदैन। यहाँ हजुरहरूको यो भजन कीर्तनको कार्यक्रममा हामीले आज सँगै एकैचोटि निम्तो गर्न पायौँ। यो निम्तोको अवसर जुटाइदिनु हुने समस्त भजन सञ्चाल सुन्दर हेर्दाका सम्पूर्ण पदाधिकारी समस्त आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हृदयदेखि नमन गर्दै मभन्दा पछाडि अन्तर्राष्ट्रिय जुन चाहिँ सन्त बौद्धिक मञ्चका व्यक्तित्व बडाले यसलाई अझै प्रश्न पार्नु हुनेछ भन्ने कुराको जानकारी गर्दै नौमती बाजाका दिदीबहिनीहरूले आफूले लिने शुल्क होला तर त्यो एक दिनका लागि चाहिँ निःशुल्क रूपमा जोरदार पारीले हजुरले हात उठाइदिनु नौमती बाजाका आमाहरू कहाँ हुनुहुन्छ? उहाँहरूले एक दिनका लागि निःशुल्क रूपमा गर्न सक्नुहुन्छ? सक्छौँ भन्नुभयो सबैले जोरदार पारीले उहाँलाई स्वागत गरौँ। नौमती बाजा नेपालको डकुमेन्ट 193 देशमा हामी जो त्यहाँ सहभागी हुन्छौँ ती सबैको 193 देशमा लाइभ कार्यक्रम हुनेछ भन्ने कुराको जानकारी सहित मेरा यी 2 वचनहरू यहाँहरूका सामुमा राख्दै म यहाँहरूलाई आज योग दिवस र विश्व सङ्गीत दिवस भएको हुनाले योग भनेको चित्त योग कर्म कौशलम, योग भने कर्म कौशल भन्छ। सङ्गीत भनेको भजन पनि हो। त्यसको आज जुन कार्यक्रम गर्नुभयो योग दिवसको पनि शुभकामना, विश्व सङ्गीत दिवसको पनि शुभकामना। समस्त भजन सञ्जालले अब त्यो ब्यानर र यहाँहरूको नाम विश्व कीर्तिमा विश्वभरि फैलाउनका लागि यो कदम अगाडि बढाउनमा अवश्य हैसियत गर्नका लागि हजुरहरू आउनुहुनेछ भन्दै फेरि निमन्त्रणा गर्दै म मेरा यी 2 वचन भगवान् श्री रामका चरणमा भगवान् पशुपतिनाथका चरणमा अर्पण गर्दै म यहाँहरूबाट बिदा चाहन्छु। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम श्री गुरु गणेश